डायलिसिसमा हुँदा शरीर मात्र होइन दिमाग पनि थाक्छ। किडनी फेल भइसकेपछि मेरो दिमागमा आएका तीनवटा खतरनाक सोचहरू। पहिलो नम्बरमा भनेको अब त मेरो जीवन सकियो, सायद अब म कहिले पुरानो जीवनमा फर्किन सक्दिनँ होला। मलाई नै यस्तो किन भयो? मैले चाहिँ त्यस्तो के पाप गरेको थिएँ र भगवानले मलाई नै यति साह्रो दुःख दिनुभयो? जस्ता सोचहरू आउँदा आउँदै आफूले आफैलाई एक्सेप्ट गर्न सकिँदैन र बिस्तारै राति निद्रा नलाग्ने, डिप्रेसनको शिकार, साथीभाइ समाजदेखि टाढा यस्ता कुराहरू बढ्दै जान्छन्। दोस्रो नम्बरमा म परिवारको बोझ हुँ भन्ने सोच आउनु। लामो समयसम्म हस्पिटल गइराख्नु पर्ने, डायलिसिसमा जानुपर्ने, खर्च पनि त्यही अनुसारले हुने, जसले गर्दाखेरि मनमा म परिवारको बोझ हुँ, मेरो कारणले सबैजनाले दुःख पाइराख्नु भएको छ जस्ता सोचहरू आउँछ। यो सोच एकदमै खतरनाक हो, किनभने यसले आत्मग्लानि हुन्छ, आफ्नो आत्मविश्वासलाई घटाइदिन्छ। तेस्रो र एकदमै खतरनाक सोच भनेको मर्न पाए पनि हुन्थ्यो भन्ने निराश सोच। बारम्बार हस्पिटल, सुई, मेसिन, खानाको प्रतिबन्ध यस्ता कुराहरू सोच्दा सोच्दै दिमागै थाक्छ र कहिलेकाहीँ त लाग्छ कि सायद यो भन्दा त मर्न नै ठिक होला। म पनि यस्तै सोच र अवस्थाबाट गुज्रेर यहाँसम्म आएको मान्छे हुँ। तर यस्तो सोच क्षणिक मात्रै हुन्छ, बिस्तारै बिस्तारै सबै ठिक हुँदै जान्छ। किनभने आफूले आफूलाई पोजिटिभ राख्नुपर्छ र आफूले आफूलाई स्ट्रङ राख्ने, आफूलाई के मनपर्छ त्यो कामहरू गर्ने, कि कुन कुराले खुसी दिन्छ त्यो कुराहरूमा ध्यान लगाउने र बिस्तारै बिस्तारै सबै कुराहरू ठिक हुँदै जान्छ। र डायलिसिसमा हुनुहुन्छ भने तपाईँहरू पनि पोजिटिभ कुराहरूमा ध्यान लगाउनु, धेरै यस्तो कुराहरू सोचेर अनायासै आफ्नो दिमागलाई तनाव दिने काम नगर्नु भन्दै थ्याङ्क यू सो मच।